त्यो रात अस्वाभाविक रूपमा शान्त थियो। न त कुकुरको भुकाइ सुनिन्थ्यो न त स्यालको आवाज। आकाशमा बादलले चन्द्रमालाई छोपेको थियो, मानव गाउँमाथि कुनै अनिष्ट लुकिरहेको हो। बुढा आफ्नो झुपडीभित्र आगोको मन्द उज्यालोमा बसेका थिए। सुनको बाख्रा शान्त रूपमा छेउमै थिइन्, तर उनको आँखामा गहिरो सजगता झल्किरहेको थियो। बुढाको मन अशान्त थियो। दिनभरि सुनेका फुसफुसाहट, गाउँलेहरूको बदलिन्दो व्यवहार, सबै कुरा उनलाई रातभरि सताइरहेका थिए। आज केही अनिष्ट होला जस्तो लाग्छ, उनले बाख्रालाई भने। बाख्राले शान्त स्वरमा उत्तर दिइन्, डर नमान, सत्यसँग डर हुँदैन। तर सत्यको बाटो सधैँ सजिलो हुँदैन। मध्यरात नजिकिँदै गर्दा झुपडी बाहिर हल्का आवाज आयो, खुट्टाले सुक्खा पात कुल्चेको आवाज। बुढाको सास रोकिने जस्तै भयो। उनी उठेर ढोका नजिक गए। झ्यालको सानो पुवालबाट बाहिर हेर्दा छायाहरू सर्दै गरेको देखिए। 3-4 जना मानिस थिए, गाउँकै परिचित अनुहारहरू। लोभले उनीहरूको आँखा अन्धो बनाएको थियो। एक्कासी ढोका धकेलियो, कमजोर ढोका चर्कियो र खुलियो। बाख्रा देऊ, एकजनाले करायो। बुढा अगाडि उभिए। यो मेरो मात्र होइन, यो इमानको परीक्षा हो, जबरजस्ती नगर। तर लोभले कान थुनेको थियो। बुढालाई धकेलियो, उनी भुइँमा लडे। सुनको बाख्रालाई तानेर बाहिर लैजान खोजियो। त्यो क्षण बुढाको मनमा रिस उठेन, केवल पीडा र करुणा मात्र थियो।